दुर्गेश दाई सुन्नु न, जेएनजी आन्दोलनमा जाने होला नि, जाम है। ल ल म त रेडी हो के। अनि कसलाई लाने हो त आन्दोलनमा? हे तेरिका, हजुरआमा हजुरबाला त लाने होइन के, जेएनजीहरुको आन्दोलन हो, नयाँ पुस्ताको, त्यही भएर हामी मात्र जानुपर्छ। अनि यो सोशल मिडिया ब्यान गर्ने सरकारको निर्णयलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? हो, मैले पनि ठुक्क नै भन्न चाहन्छु। ल अब आन्दोलनमा जाने बेला भइसक्यो, उलाई पनि लिएर जाम के, हाम्रो धमला दाइलाई पनि म बोलाउँछु है। धमला दाइ, तपाईँ चाहिँ कोसँग जाने हो आन्दोलनमा? केपी ओलीसँग, प्रचण्डसँग, शेरबहादुर देउवासँग, माधव नेपालसँग, झलनाथ खनालसँग, रामचन्द्र पौडेलसँग। ए भगवान, जेएनजीहरुको आन्दोलन हो के, त्यही माथि यही बुढाहरुकै अगेन्स्टमा हो, अनि यिनीहरूलाई लान्छु भनेर हुन्छ? तपाईँलाई त केही पनि थाहा छैन क्या हो? यो आजको आन्दोलनको मुख्य एजेन्डा के हो भन्नुहोस् त? तपाईँलाई जेलमा कोच्ने। होइन, मलाई चाहिँ किन कोच्ने हो जेलमा? तपाईँ एमालेको झोले, म एमालेको झोले भए, यो चाहिँ को त? केपी ओलीको झोले। गुड।